एभ्रिवान प्रणाम नमस्ते हजुरलाई फेरि स्वागत छ मेरो न्यू भिडियो न्यू भ्लगमा र म आज समक्ष आइसकेको छु समक्ष न्यू भिडियो लिएर र आशा राख्छ भने ठिकै हुनुहुन्छ भनेर म पनि ठिकै छु। घरिघरि बोल्दा चाहिँ मेरो मुख अलिक लडबडिन्छ साथीहरू के हुन्छ घरिघरि चाहिँ कि अहिले चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ हामी चाहिँ संस्कृति होटेलको बाहिर छु। म चाहिँ फिलहाल आज चाहिँ हाम्रो यहाँनिर कि मेरो भनौँ न हस्बेन्डको बर्थडे हो। अन्त रातिको खाना खान चाहिँ हामी यहाँनिर आएको सबैजना फ्यामिली नै आएको छ र सबैजना भित्र खाना अर्डर गरेर म चाहिँ बाहिर निस्केर भिडियो बनाउँदैछु र हजुरहरूलाई पनि यहाँको रमाइलो चिजहरू म देखाउने छु यहाँ के कस्तो छ भनेर। र हेर्दै गर्नु होला मेरो च्यानल लाइक चाहिँ सब्सक्राइब र कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। जो पनि नयाँ हुन्छ जसले पनि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन प्लिज सब्सक्राइब गरेर ढेर सारा मान्छेहरू अगाडि बढाइदिनु। साथै मेरो भिडियो वाचदेखि लास्टमा हेरिदिनु होला। यहाँ चाहिँ चिल्ड्रेन पार्क पनि छ नानीहरूको लागि साथीहरू सबै चिल्ड्रेन पार्कहरू छ हो। फोटोसुटहरू सबै चाहिँ मजालाई देखाउने छु। यो चाहिँ प्युर भेज रेस्टुरेन्ट हो। सो यहाँ चाहिँ फोटोसुट भयो। त्यहाँनिर गणपति बप्पा छ हो। सट्टै यहाँ चाहिँ चिल्ड्रेन पार्क, त्यहाँ चाहिँ मेन रोड। हामी चाहिँ यहाँनिर पार्क गरेर आएको छ। अब चाहिँ भित्र जाने यहाँ चाहिँ टक्क खाना बनायो। हामी चाहिँ यता चाहिँ हाम्रो फ्यामिली चाहिँ यहाँ बसिरहेको छ। अरूले पनि खाना खाइरहेको छ। यहाँ चाहिँ छैन खानुको लागि सबैजना रेडी। भोकले मर्नु आँटिसक्यो हजुर। म त कहाँ बस्छु हौ टेबल तिमी चाहिँ बस्छ ल। अब यहाँ चाहिँ हात फुट भाँचेको मान्छेहरू पनि छ। यहाँ चाहिँ हात भाँचाएको छ हो। यहाँ फुपू, त्यहाँ आमा, त्यहाँ फुपू हो। यहाँ चाहिँ बाउछोरी ल हामी चाहिँ बसिरहेको छ अर्डर गरेर केक पनि ल्याएर राखिरहेको छ। यहीँ अहिले काट्ने केक चाहिँ यहाँ चाहिँ अङ्कलहरू खाना खान निक्लेको छ। हामी पनि अर्डर दिइरहेको छ। ल अब हामी चाहिँ यहाँ पार्टी हलमा जाँदैछ केक काटिहाल्ने भनेर आएको यहाँ सट्टै केक काट्नुको लागि। बुढापे में क्या गाना चाहिए हो। बर्थडे बोयले बर्थडे म्यानले केक ओपन गर्नुहुँदैछ। बर्थडे केक चाहिँ यहाँ चाहिँ ओपन भइसक्यो। अब ठीक हुआ क्या एक मिनट रुको एक से डेकोरेशन कर रहे हैं यहाँ से। बर्थडे टू यू, हैप्पी बर्थडे टू यू, हैप्पी बर्थडे टू यू, हैप्पी बर्थडे डियर हॉबी, हैप्पी बर्थडे टू यू। बस इससे ज़्यादा नहीं गाएंगे। हाय अब छोरीले के हेर्दैछ? ए सबैजनाले खाँदैछ। खाना पनि आयो है हाम्रो साथीहरू। खाना पनि आयो। वो बुआ जी खिला रहे हैं आपको जी। वीडियो में भी देखने पड़ने रहे क्या। हैप्पी बर्थडे टू यू, एभ्रीबडी लभ्स यू होला त ल। ल साथीहरू अब हाम्रो खाना आयो। अब खाना खानुपर्छ। यहाँ पनिरको सब्जी पनि छ आयो। सबैलाई सर्भ हुँदैछ। ल
सबैजना अब चाहिँ भोक लागेको इन्तजार हुँदा हुँदै आयो हाम्रो नान आयो रोटी। त्यही साथीहरू पुरा भोक लागेको छ। अब म चाहिँ पहिला खाना खाइहाल्ने हामी चाहिँ। साथीहरू म चाहिँ फ्राइड राइस खाँदैछु यहाँ है हो। अरूले त खाइ पनि सकिसके रोटी सब्जी। दै अब हामीले खाइसक्नु आँट्यो थालहरू त्यही भइसक्यो। त्यही साथीहरू हामीले यहाँ खाएको खाइसक्यो म। अहिले चाहिँ खाली भएछ रेस्टुरेन्ट पनि होटल पनि। अब हामी बाहिर जान्छ। अब हामी बिल्डिङको टाइम आयो। ल साथीहरू हाम्रो चाहिँ अटो बुक नभएको कारणले गर्दाखेरि चाहिँ फेरि स्कुटीमै जानु पर्यो। ऱ्यापिडो बुक भएन, क्यान्सल भयो कि। अन्त चाहिँ अब चाहिँ हामी आँगनको चाहिँ छोड्के जाइएन कि क्या है अहिले आउँछ हामी। ल जाइए अब त पढ भी गए त क्या बिचारा हो गया 3 में। ल साथीहरू ऱ्यापिडो बुक भएन फेरि स्कुटीमै जानुपर्ने भयो टर्न वाइज। ए त्यो खाइपी गरेर पनि बाहिर निक्ल्यो हो। हाम्रो चाहिँ यहाँबाट ऱ्यापिडै बुक भएन, आउँदै आएन हो। 2-3 खेप गरी क्यान्सल भयो। त्यही कारण फेरि स्कुटीमा पनि आएको थिएँ नि त म र अङ्गनाको बाबा चाहिँ स्कुटीमा आएको थियो केक लिएर। अन्त स्कुटीमा नि ट्रन्डाइस पुरा चाहिँ 2 किलोमिटर टाढोमा छ। त्यही भएर अङ्गनाको बाबा चाहिँ लिएर जानुभयो। अन्त चाहिँ अन्त चाहिँ अहिले चाहिँ क्याब भयो भने सरको फोनबाट गरेको। अब चाहिँ हामी दुईजना क्याबमा जाएर जानुपर्ने रहेछ क्या। ल साथीहरू हेर्दै गर्नु मेरो भिडियो अझै मन पऱ्यो लाइक सब्सक्राइब र कमेन्ट गर्छु नभुल्नु भने नयाँ चिजले मित्र सब्सक्राइब भएको छ प्लिज सब्सक्राइब दिएछ माया सेट बढाइदिनु। आजलाई यति नै फेरि हजुरसँग नयाँ भिडियो ल्याउँछु तपाईँसँग। तर बाई बाई एभ्रिवान।